निर्वाचनको मत अपडेट र परिणाम कहाँ हेर्ने त? कतै आजै रातिदेखि र कतै भोलिदेखि मतगणना सुरु हुँदैछ। मिथ्या र भ्रामक सूचना तथा समाचार फैलिरहेको यो समयमा भए नभएका अनेक अपडेट र परिणाम फैलिन सक्छन्। त्यसैले आधिकारिक अपडेट र परिणामको लागि निर्वाचन आयोगको वेबसाइटमा हेर्न सकिन्छ। आयोगको वेबसाइट ecn.gov.np मा गएपछि होम पेजमा निर्वाचन परिणाम लेखिएको बक्स देखिन्छ। त्यहाँ क्लिक गरेपछि 165 निर्वाचन क्षेत्रकै मत अपडेट र परिणाम हेर्न सकिने साइट खुल्छ। तपाईले क्षेत्र र उम्मेदवार छनौट गरेर अपडेट र परिणाम हेर्न सक्नुहुन्छ। सम्बन्धित जिल्लाबाट नै यो साइटमा अपलोड गर्न मिल्ने भएकोले छिटो अपडेट आउने निर्वाचन आयोगको दाबी छ। त्यसैगरी विभिन्न अनलाइन पोर्टलले पनि अपडेटको व्यवस्था गरेका छन्। अनलाइन खबरले होम पेजमै आम चुनाव 2082 भनेर लेखेको छ। त्यहाँ क्लिक गरेपछि सबै ठाउँको अपडेट र परिणाम पाउन सकिन्छ। त्यसैगरी रातोपाटी.com को होम पेजमा प्रतिनिधि सभा चुनाव भन्ने लेखेको ठाउँ देखिन्छ। त्यहाँ क्लिक गरेर अपडेट र परिणाम हेर्न सकिन्छ। त्यसैगरी नेपाल न्युज, नागरिक न्युज, लोकान्तर, इकान्तिपुर, बाराखरी लगायतका अनलाइन न्युज पोर्टलले पनि मतगणनाको अपडेट दिने जानकारी गराएका छन्।